गाइज गुड आफ्टरनुन। म अहिले आफ्नो पथारमा आएँ है। अब अघि बिहान अर्काको पथार देखाइरहेको थिएँ हजुरहरूलाई। अहिले चाहिँ आफ्नो पथारमा आएँ। यति काटिसकेछ नि यहाँ। हामीहरूको श्रीमती अनि हाम्रो ठुली भाउजू जुम्रा हेर्दै अहिले लान्च गरेर एकछिन जिराएका अरे। अनि ठिक्क मलाई नि अलिकति भात राखिदिएका रहेछन्। अनि म नि भात खाइलिउँ भनेर के पकाएका रहेछन् पनि। कुटुराको साग रहेछ यो। मटर आलु कुटुराको साग अनि मटर आलु अनि दाल चाहिँ पकाएनछन् आज। अनि पथारको खाना त यस्तै माने मिठो पनि हुन्छ फेरि। म नि पथारमै खानु पर्यो अहिले। राम्रो लाग्छ पथारमा खान। हजुरहरू पथारमा खानुहुन्छ कि हुन्न कमेन्ट गर्नु।